आजका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री पार्टीका आदरणीय नेता लौह पुरुष गणेशमान सिंहज्यूका सुपुत्र नेपाली कांग्रेसको भविष्यको प्रथम नेतृत्वको सम्भावनाका शिखर व्यक्तित्व हाम्रा आदरणीय नेता प्रकाशमान सिंहज्यू, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति माननीय कमल भंगेरीजी, युवा नेता माननीय राजु थापाजी, महासमितिका सदस्य साथीहरू, जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू, विभिन्न भातृ संस्थाका केन्द्रीय सदस्यज्यूहरू, जिल्ला सभापतिज्यूहरू, जिल्ला कार्य समितिका सदस्यज्यूहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू र आदरणीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू, धेरै वर्षपछि आज हामी यो पुनर्मिलन समारोहलाई पुनर्जीवन दिँदैछौँ। मैले यहाँहरूको आग्रहमा धेरै वर्ष पहिलाको पुनर्मिलनको पुनर्जीवनमा प्रमुख आतिथ्यता ग्रहण गर्नका लागि आमन्त्रण गर्न आग्रह गरे अनुसार हाम्रो आदरणीय नेता प्रकाशमान सिंहज्यूलाई अनुरोध गरे। बिरगा जाने भनेको त मेरो धेरै खुसीको कुरा हो। बिरगा कांग्रेसै कांग्रेसको किल्ला, बिरगा मलाई जाने ठुलो इच्छा थियो। यहाँको निमन्त्रणा आएपछि जाने कि नजाने भनेर सोच्नै सकिनँ। जान्न भने त कुरै रहेन। बिरगा पुगेर धेरै कांग्रेसका साथीहरूसँग भेटेर स्याङ्जाको त्यो कांग्रेसको नमुना संगठन, म काठमाडौँमा बसेर देश हाँक्ने, पार्टी हाँक्ने जिम्मा बोकेको मान्छेले त्यहाँको अनुभूति गरेर फर्कने रहर छ। म आउँछु मोहन भनेर सजिलैसँग उहाँले भन्नुभयो। उहाँ धन्यवादका पात्र हुनुहुन्छ। म हार्दिक स्वागत अभिवादन उहाँलाई टक्राउन चाहन्छु। प्राविधिक त्रुटिले हाम्रा सम्बोधनमा स्वागत भाषणकै सन्दर्भमा उहाँको नाम सम्बोधन हुन नसक्नु हाम्रो पाटोबाट दुःखको कुरा हो। हामी क्षमा चाहन्छौँ। अत्यन्त हार्दिक शिखर पुरुषको मर्यादाका निम्ति हामी सदैव सचेत छौँ। म आग्रह गर्न चाहन्छु। निर्वाचनको कुरा पनि उठ्यो, 156 मतको कुरा पनि उठ्यो। म त्यो भन्ने हाम्रो मित्रलाई सम्झाउन चाहन्छु। देशभरिमा 36 वटा कांग्रेसले जित्दा यो किल्ला कांग्रेसले जितेको थियो। त्यो सम्झना म आग्रह गर्न चाहन्छु। त्यो बेला प्रचार अभियानमा टाउको उठाएर हिँड्न मित्रहरूलाई कति गाह्रो थियो। आफ्नो क्षेत्र कति मजबुत बनाउन यहाँहरू लाग्नुभयो। यहाँहरूले आफूलाई हेर्दा हुन्छ त यो क्षेत्र लडेर, यो क्षेत्र डटेर कांग्रेसलाई उचाइमा लानका निम्ति यहाँका सबै कांग्रेसजनहरू, त्यति बेला भिन्न पार्टीका मान्छेले पनि कांग्रेसको लिडरसिप यो क्षेत्रका निम्ति र मुलुकका निम्ति आवश्यक छ भन्ने ठानेर यहाँबाट निर्वाचित गरेर पठाएको कुरा थियो। 156 को कुरा थिएन। मान्छे घर बाहिर निक्ल्न नसक्ने बेला थियो। हाम्रा क्षेत्रका मान्छेहरू विष्णुचन्द जस्ता शहीद बनेका थिए, नेत्र भण्डारी जस्ता शहीद बनेका थिए। सोझोसँग कांग्रेस बनेर गाउँ घरमा धरतीमा हिँड्न डुल्नका निम्ति असजिलो बेलामा यो भूमिले कांग्रेसलाई विजय बनाएको थियो। त्यसैले म त्यसका निम्ति आभार व्यक्त गर्न चाहन्छु। सदैव विजय चुम्ने ठाउँ के कारणले हामीले विजय चुमेनौँ त्यो इतिहासको गर्वमा छ। सदैव प्रतीक्षाको विषय रहनेछ, सदैव विश्लेषणको विषय रहनेछ। त्यसलाई आधार बनाएर हामी भोलिका दिनमा हातेमालो गरेर, हामी द्वन्द्व गरेर होइन, द्वन्द्व समाधान गरेर, समाप्त गरेर, मेलमिलापको बाटोलाई अंगीकार गरेर सदैव शिखर चुम्ने बाटोमा कांग्रेसलाई अगाडि लान हामी तयार छौँ। म सदैव सबैको सम्मान गर्न तयार छु। म अग्रजहरूको सम्मान गर्न अनि आफूभन्दा तलकाहरूलाई संरक्षण गर्न म त भूमिका निर्वाह गर्न तयार छु। आज यो कार्यक्रममा पनि धेरै हाम्रा साथीहरू, धेरै युवा साथीहरू, धेरै दुःख पाएका साथीहरू जसले डेभलपमेन्टमा राम्रो भूमिका निर्वाह गरे, पार्टीको संगठनमा धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरे, ती साथीहरूलाई पनि हामीले आज यो मञ्च दिन सकेका छैनौँ।
यो मञ्चमा दिन खोज्दै पनि समय अभावले त्यो मिलेन। हाम्रो नियत त्यो थिएन, यो गाउँको नियत त्यो थिएन, यहाँको काङ्ग्रेसको नियत त्यो थिएन। तर परिस्थितिको उपज भयो, समय घट्दै गयो, गाह्रो भयो भन्ने परिस्थिति निर्माण भएपछि केही साथी घटाउँदा छुट्नै नसक्ने छुटाउनै नहुने साथीहरू छुट्नु भएको छ। म यो गाउँका तर्फबाट क्षेत्रको नेतृत्व गरे पनि, संसदमा पुगे पनि म यो गाउँका तर्फबाट ती घटनाका सन्दर्भमा सबै साथीहरूले आफूलाई गम्भीर रूपमा लिएर यस्तो त्रुटि जानेर नियतपूर्वक नभएका कुरालाई मनन गर्न म आग्रह गर्न चाहन्छु। मेरो यो गाउँको, यो क्षेत्रको सबैको सम्मानका प्रति कांग्रेसलाई अरू सुदृढ बनाउने दिशामा हामी प्रतिबद्ध छौं। म यही कुरा यहाँहरूको बीचमा राखेँ। म निर्वाचन धेरै सम्झाउन चाहन्न। यो पीडा छ, यहाँदेखि केन्द्रले बुझेको छ, केन्द्रसम्म यो विश्लेषण भएको छ। जसले जस्तो भाषण गरे पनि, लोकप्रिय कुरा गरे पनि, यहाँको समस्या देखाए पनि रियालिटी यही छ। रियालिटी यहाँदेखि केन्द्रसम्म छ। त्यो यथार्थ कुरा जहाँ छ त्यसलाई अब कोट्याउनतिर होइन, भोलिका दिनलाई सुदृढ गर्न, भोलिलाई मजबुत गर्न, हामी सधैँ जित्न, कांग्रेस सधैँ शिखरमा पुग्न हामीले के गर्नुपर्छ त्यसका निम्ति हामी तयार छौं। म हरेक कुरामा कम्प्रोमाइज गर्न तयार, हरेकलाई सम्मान गर्न म तयार छु। मसँग कुनै नहुने मित्रलाई पनि मैले आग्रह गरेँ आउनुस् कार्यक्रममा, यसपालि पनि भनेको थिएँ। म त्यो दूरी घटाउन चाहन्छु, द्वन्द्व घटाउन चाहन्छु। सबैको संरक्षकत्व यो क्षेत्रमा सबैलाई संरक्षकत्व प्रदान गरेर सबैको ठिक ठाउँमा व्यवस्थापन गर्ने भूमिका र जिम्मेदारी निर्वाह गर्न मैले संकल्प गरेको छु। त्यसैले दायाँ बायाँ गर्नुपर्ने कुनै कुराहरू छैन, पार्टीभित्र कसैले चिन्ता गर्नुपर्ने कुरा छैन। तर पार्टीमा मैले यहाँ जिम्मा पाए हुँदो भन्दा त्यो जिम्मा लिँदा जिम्मा लिएका ठाउँमा आफूलाई मेच्योर बनाएर, परिपक्व बनाएर उभ्याउने कलाको विकास ल्याउने गर्नका निम्ति मेरो हार्दिक आग्रह र अनुरोध छ। अरू धेरै कुरा छैन। मेरो कहिल्यै म यो गाउँपालिका गाउँमा लड्ने पनि होइन, म यो क्षेत्रको कुरा आयो क्षेत्रको कुरा पनि होइन, प्रदेशमा पनि म निर्वाचन लड्ने, सबै तपाईहरूलाई यहाँ निर्वाचन लडाएर जिताउने एउटा अभियान गाउँपालिकाको निर्वाचन आउँदैछ। त्यो गाउँपालिकामा कांग्रेसले कसरी चुनाव जित्छ अब हामी रणनीति बनाएर जाने बेला आएको छ। त्यसका हामी गम्भीर हुन जरुरी छ। प्रदेशको निर्वाचन छ, प्रदेशको निर्वाचनमा हामीले प्रदेश निर्वाचन कसरी जित्न सक्छौं त्यतातिर हामी हाम्रो ध्यान केन्द्रित गर्न जरुरी छ। त्यो सकेपछि फेरि केन्द्रको कुरा आउला, त्यो बेला फेरि त्यही बेला सल्लाह गरौँला। यो बेला आउँछ, बेला अनुसार हामी अगाडि बढौँला। यो राजनीतिक क्षेत्रमा कांग्रेसलाई मजबुत बनाउने, पार्टीलाई जिताउने, पार्टीको नेतृत्वमा यहाँको समृद्धिको पाइला अगाडि बढाउनुको अर्को कुनै विकल्प छैन। म यही कुरा पार्टीका सन्दर्भमा यहाँलाई राखेँ। अब डेभलपमेन्टको कुरा आयो, विकासको कुरा। विकासको कुरामा धेरै साथीहरू बाटो हिँड्नुहुन्छ। आज पनि गाडीमा चढ्दै आउनुभयो। हाम्रो एकजना महिला जिल्ला सभापति महासमितिकोले त भनिदिनु, नेता थुप्रै छन् बाटो भन्दै भने उहाँले पनि बुझ्नु पर्यो के भने सूचना लिने परम्पराको विकास हुनु पर्यो। आज जिल्लामा के भएको छ, विकासका लागि के गरिएको छ, के गरिएको छैन, के भएको छ, के भएको छैन, सूचनासम्म लिएर बस्ने परम्परा हुनु पर्यो। म आग्रह गर्न चाहन्छु सबैलाई, गत वर्ष 6 करोड, यो वर्ष 26 करोड 53 लाख, अनि 20 करोडको रानीघाटमा पुल, 32, 10, 42 र 52 करोडको काम मिर्मीदेखि रानीघाटसम्म टेन्डर सम्झौता भइसकेको छ। पुल निर्माण सुरु भएको छ, बाटो निर्माण सुरु भएको छ। बाटो चौडा गर्न पर्यो, बाटो त खनिरहन्छ। 3 वर्षसम्म बाटो चौडा गर्छ, नाली बनाउँछ, अनि त्यसलाई सम्झाउन थाल्छ, गिटी राख्न थाल्छ, माटो बाँध्न थाल्छ। त्यो बेलामा 3 वर्षमै पानी पर्ला। मैले अघि नै भने अस्ति उपरा पनि मैले भएका थिएँ, इन्द्र भगवानसँग पानी रोक्न मैले सकिनँ। हिलो हुन्छ अनि फेरि गाली। यहाँका नेतालाई गाली गर्ने भन्दा काम के भएको छ त्यहाँनिर गम्भीर भएर हेर्नका निम्ति बाहिर भएर आउँदा बिर्गामा भएको छैन बाटो बनाउने भन्दा पनि स्याङ्जामा भएको 50 करोडको विकास बजेट थाहा नपाउने हामी पार्टीका लिडरसिप कस्ता छौँ। यो बडो गम्भीर कुरा हो। 50 करोडको डेभलपमेन्टको कुरा अगाडि बढाएको छ। 30 करोड बाटो कालोपत्रै हुँदैछ, 20 करोडको पुल बन्दैछ। अब त्यो पनि हामीलाई थाहा छैन बाटो बनेन बाटो बनेन। नर्मल कार्यकर्ताले जस्तो मञ्चमा बसेर कांग्रेसलाई बदनाम गर्ने गरी मन्तव्य दिने परिपाटीमा आफूलाई संयमता ल्याउँ म आग्रह गर्न चाहन्छु। हामीले धेरै काम गरेका छौँ, काम गरेका कुरालाई लुकाउने कुरा हो। बोल्ने कुरा गर्नुभयो भने धेरै पीडा बोकेका साथीहरू यहाँ हुनुहुन्छ।
बाटोको काममा मभन्दा खटेका साथीलाई आज यो मञ्चमा हामीले बोल्न दिन सकेनौँ। मलाई थाहा छ, हामीले आग्रह गर्यौँ। म यो धेरै लामो कुरा गर्न चाहन्छु। कसले गर्यो, कता गर्यो, यो त्यसका डकुमेन्ट छन्। लाइन मिनिस्ट्री छ, नेपाल सरकार छ, त्यो बनाउने दम र हैसियत लाइन मिनिस्ट्रीका माध्यमबाट भएको हो। कसैको रोक्ने तागत थिएन। रोक्न कसैले खोजे, त्यो ठाउँबाट सारेर हामी बाटो बनाउने हैसियत राख्दछौँ। त्यसैले बिरगा कमजोर होइन, यो क्षेत्र काङ्ग्रेस कमजोर होइन। त्यसैले म आग्रह गर्न चाहन्छु, निर्माणकातिर हामी गएका छौँ, विकासकातिर हामी गएका छौँ। प्राप्त सूचनालाई लुकाएर बोल्ने परम्परालाई अन्त्य हामीले गर्नमा आग्रह गर्न चाहन्छु। बाटो बन्दैछ। अब अर्को कुरा खानेपानीको कुरा। खानेपानीको पनि काम हुँदैछ। तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु, सुनाउने भ्याएको होइन। यहाँ 9 करोडका 1.5 करोड 50 लाखका सानातिना खानेपानी योजनाहरू छन्। यतिले मात्रै भएन, हामीले पानी लिफ्ट गरेर खानलाई हामीलाई गाह्रो पर्ने भयो। हामीले बिजुलीको पैसा तिर्न सक्दैनौँ। विकल्प बाटो खोजिदिनु पर्यो भनेर धेरैको आग्रह भएपछि तपाईँहरू सबैलाई थाहा छैन होला, यहाँको गाउँ विकास समितिको सचिव केही पार्टीका अरू पार्टीका साथी मित्रहरू, नेपाली काङ्ग्रेसका केही साथीहरू, केही शिक्षाविदहरूलाई बोलाएर बुटोलमा राखेर गिदुवाका जग्गा धनीहरूलाई बुटोलमा बोलाएर 5 लाख रुपियाँ तिरेर उहाँले 15 लाख भन्दै त्यो लेकको खेतलाई कराउँदा आग्रह गरेर 5 लाखमा गिदुवाको मूल हामीले किनेका छौँ। त्यो पनि एउटा विकल्प दिएको छु। मैले गाउँ विकास समितिको सचिवलाई एउटा विकल्प दिएको छु। यो पानी हामीले मूल किन्यौँ, 3-4 इन्चीको पानी छ, त्यो पानी ल्याउन कहाँ गिदुवाको पानी आउँछ यो होइन। तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु, बाटो खन्दा हामीले बिर्याकै बारी दिए पनि त हामीलाई गाह्रो भयो, त्यसैमा पनि त झगडा भयो। त्यसलाई पनि त मिलाउन समय लाग्यो भने त्यो पानी ल्याउँदा विवाद आउँदा। हरेक विवादको समाधान छ, हरेक समस्याको समाधान छ। तर हामीले पहिला हाम्रो आफ्नो बनाऊ भन्ने हिसाबले 5 लाखमा गिदुवाको खानेपानीको मूल हामीले किन्यौँ। र म गाउँ विकास समितिको सचिवलाई भनेको छु, गाउँ विकास समितिले 5 लाख तिर्यो भने यो महिना बापत दिएको 50 लाख मलाई फिर्ता गरिदिनु होला। गाउँ विकास समितिले तिरेन, गाउँभरिका साथीहरू मध्ये कसैले 5 लाख तिरेर दान गर्न चाहनुभयो। गिदुवाको खानेपानी बिरुवालाई दिन उहाँले दान गर्न चाहनुभयो। उहाँको पैसा मिसाएर त्यो 50,000 मलाई फिर्ता गर्नु होला। उहाँको नाममा खानेपानी बिरुवा आउनेछ। राज्यको पैसा, करोडौँ पैसा ल्याउने काममा हामी लाग्नेछौँ, म लाग्नेछु। मैले उहाँलाई भनेको हुँ त्यति बेला। सचिव अहिले यहाँ हुनुहुन्न, धेरै साथीहरू त्यहाँ हुनुहुन्थ्यो। मैले आग्रह गरेँ, दुईटै विकल्प फेल भयो। गाउँ विकास समितिले पनि तिर्न मानेन, अनि त्यसपछि तपाईँको अरू दाता पनि पाउनु भएन। अल पार्टीका साथीहरू, सबै राजनीतिक दलका साथीहरू बस्नुहोस्, मिटिङ गर्नुहोस्, अनि तपाईँहरूले लेख्नुहोस्, पूर्व सांसद मोहन प्रसाद पाण्डेले बिर्गाको खानेपानीको पैसा भुक्तान गरिदिनु पर्यो भनेर मलाई चिठी दिनु होला। म दाता बनेर बिर्गालाई पानी खुवाउन पनि म रकम हस्तान्तरण गर्नेछु। मैले सचिवलाई भनेको तपाईँहरूका बिचमा खानेपानी स्थायी रूपमा समाधान गर्न म लागि परेको छु। आजदेखि है 64 सालमा निर्वाचित भएदेखि पानीको समस्या समाधान, बाटोको समस्या समाधान, यी धेरै कुरा गर्नका निम्ति म अगाडि बढेको छु। तपाईँहरूलाई म भन्न चाहन्छु, 65-66 सालमा यो सडक क्षेत्रीय सडक बन्यो। म तपाईँहरूलाई रातो किताब ल्याएर देखाइदिउँला, कसले क्षेत्रीय सडक बनायो। गलत प्रचार गर्ने परम्परा छोडौँ। 65 सालको रातो किताब तपाईँहरूको माझमा पुस्तकालयमा म ल्याएर राखिदिनेछु। त्यसैले प्रमाण बोल्छ, त्यही किताब बोल्छ। कति बेला रातो क्षेत्रीय सडक बनाएको, कति बेला 70-80 लाख पैसा छुट्टिया थियो, त्यही बेला त्यही किताब पढेर तपाईँहरूले यसमा छलफल गर्नु होला, निर्णयको टुङ्गोमा पुग्नु होला। खानेपानीको टुङ्गो लगाएपछि अब यो तिहार लगत्तै सचिवजी अघि उठ्नु भएको थियो। म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, तत्कालै सम्पर्क गरेर समाधानको बाटो निकाल्नु होला। केही बाटो पाउनुभयो यहीँबाट गर्नु होला, भएन मलाई चिठी लेख्नु होला। त्यसको समाधान छ, हरेक कुराको समाधान छ। त्यहाँ कुलो बनाउनु पर्यो म लडुला, गुल्मीमा स्कुलका लागि भवन बनाउनु पर्यो म लडुला, पहाडीमा सिँचाइको व्यवस्था गर्नु पर्यो म लडुला। सबै ठाउँको आवश्यकता पुरा गर्दाका दिन ढिलो भए पनि बिर्गामा पानी आउँछ, स्थायी रूपले समाधान हुन्छ। त्यसका निम्ति लड्ने र डट्ने मेरो दायित्व हो। त्यो भूमिका मैले निर्वाह गर्नेछु। यहाँहरू सबैको साथ र सहयोग अटुट चाहिन्छ। त्यो कुरा पनि म यहाँ अनुरोध गर्न चाहन्छु। अब बाटोको कुरा आयो। बाटोका विषयमा गत सालै टेन्डर भएको, गत सालै समाधान गर्ने कुरा भएको, तर त्यति बेलाको डीले मलाई भन्नुभएको थियो, मोहन दाइ मैले यो पार लाउन जस्तो लाग्दैन,
आर्मीतिरको कुरा गरिदिनु न भनेर त्यति बेलाको नरेन्द्र सुवेदीले मलाई भनेकै। मैले उहाँलाई ठेक्का यो क्षेत्रले चाहिँ जब जिम्मा लिन मानेन त्यसपछि मैले नरेन्द्रजीलाई भने, नरेन्द्रजी असजिलो कामलाई समाधान गर्नुभयो भने तपाईको व्यक्तित्व तपाईको क्षमतामा उचाइ प्राप्त हुन्छ। अब यसको समाधान एउटा बाटो छ, यो बाटो बना भन्न त सजिलो छ, भनिदिन त गाह्रो छ, तर त्यसको समाधान गर्न मैले एउटा पोइन्ट खोजेको छु। सबैको आग्रहमा मेरो नेपाल विद्यार्थी सङ्घको पालामा एउटै विद्यार्थी फाँटमा काम गरेको विद्यार्थी नेता रक्षा मन्त्री अहिले बालकृष्ण खाँडजी रक्षा मन्त्री, आर्मीहरूको मन्त्री, आर्मीहरूको फाँटको पनि मन्त्री, त्यसपछि गएर रमेश लेखकजी मेरो साथी नै अहिले भौतिक योजना मन्त्री। मेरो सोच छ दुवै मन्त्रीलाई एक ठाउँमा राखेर यो असजिलो बाटोको समस्या समाधान गर्नका निम्ति आर्मीलाई जिम्मा दिन म भौतिक योजनामा रमेशजीलाई आग्रह गर्नेछु र बालकृष्ण खाँडजीलाई आफू माधवको आर्मीलाई त्यो पहिरोलाई कम्तीमा सकेसम्म छिटो समाधानको बाटोमा जिम्मा लिन तयार हुनका निम्ति आग्रह गर्न, त्यो खालको निर्देशन दिन मैले उहाँलाई आग्रह गर्नेछु। मैले सँगसँगै मेरो अनुरोधमा बलमा बल, त्यो सहयोगमा सहयोग, हाम्रो आजको प्रमुख अतिथिले पूर्ण रूपमा सहयोग गर्ने वचन दिनुभएको छ। बाटोमा आउँदा मेरा जिल्लाका माननीयहरूसँग सँगै जानेछु, पार्टीका साथीहरूलाई लिएर जानेछु। यसको स्थायी समाधान भौतिक योजनाको एउटा मन्त्री, रक्षा मन्त्रालयको अर्को मन्त्रीलाई दुवैलाई एउटा टेबलमा राखेर मात्र निकास गर्ने सम्भावना भएको हुनाले त्यतातिर ध्यान केन्द्रित गर्ने विचार गरेको छु। यही कुरा यहाँका बिचमा राख्न चाहे। जहाँसम्म रुद्रबेनीको पुल छ, इन्सुरेन्सको व्यवस्था छ, त्यो पुल पुनर्जीवन हुन्छ, पुल बन्छ, ढिलो भएको छ। यसमा हामी केन्द्रमा पनि विगतमा कुरा गरेका हौँ, म बाहेक धेरै मान्य साथीहरूले पनि कुरा गर्नुभएको छ, त्यो पुलको समाधान हुन्छ। अब यो कुरा रह्यो। अब यो बाहेक डिभलपमेन्टको चरणमा मैले राम्रा सम्पन्न मान्छेहरू, ठुला व्यापारीहरू, उद्योगपतिहरू पाउन सकेँ भने म काठमाडौँ जाँदा र आउँदा मनोकामनाको केबुल कार हेर्दा रानी महलको देशभरि देश बाहिर चर्चा छ। रानी महलदेखि आलमदेवीसम्मको केबुल कार बनाउनका निम्ति एउटा बाटो तय गर्नका निम्ति हाम्रा निम्ति त्यो नमुनाको हुन्छ, त्यसको खोजीमा छु। खोजेर कहिले पाउन सकिन्छ त्यसको खोजीमा छु। जसले काठमाडौँबाट माथि चन्द्रगिरीमा लगे त्यस्तै व्यावसायिक घरानाहरू खोजेर यसलाई रानीघाटदेखि माथिसम्म केबुल कारको व्यवस्था गर्न सक्यौँ भने त्यसले हाम्रो क्षेत्रको विकासमा अलिकति बदलाव ल्याउन सक्छ। अब मैले अर्को कुरा गरौँ, यो क्षेत्रमा मैले भनेका यी धेरै कुराहरू भन्दा सबैभन्दा महत्त्वपूर्ण कुरा त मैले गर्नै पाएको छैन। त्यो विषय भनेको हाम्रो जिल्लाको, हाम्रो क्षेत्रको मुटु। त्यो मुटु भनेको हाम्रो शरीरको मेरुदण्ड जस्तै, त्यो मेरुदण्ड भनेको आँधी खोला उच्चबाद परियोजना, 200 मेगावाटको आँधी खोला उच्चबाद परियोजना। म तपाईहरूलाई भन्न चाहन्छु, आज एमालेको सरकार, विष्णु पौडेल, हाम्रो यो क्षेत्रको अर्थ सचिव लोकदर्शन रेग्मी, दुईजनाको टिम अर्थ मन्त्रालयमा बन्यो विगतमा। अब त्यो दुईजनाको टिमले बजेट विनियोजन गर्दा देशभरि बजेट छर्नु राम्रो, विकासका निम्ति तराईमा दिनु, हिमालमा दिनु, पहाडमा दिनु, ज्यादै राम्रो। तर दुबईमा स्याङ्जामा जन्मेका यिनीहरू अर्थमन्त्री विष्णु पौडेल, लोकदर्शन त मेरो क्षेत्रको अर्थ सचिव, दुवैजना मिलेर आँधी खोला उच्चबाद, उनीहरूको सरकारभन्दा पहिलाका सबै सरकारले प्राथमिकता दिएको परियोजना, स्याङ्जाका हकमा, यो क्षेत्रका हकमा 50 अरबको परियोजना, त्यो बाहेक अर्को कुनै परियोजना छैन जो कि यो क्षेत्रको इकोनोमी चलायमान गर्न सकियोस्, हाम्रो क्षेत्र समृद्ध बनाउन सकियोस्, हजारौंलाई रोजगारी दिन सकियोस्, अनि सबैलाई सम्पन्न बनाउन सकियोस्। हजारौंको संख्यामा होटलहरू खोलेर हजारौंको संख्यामा रोजगारी दिएर पोखराको तालभन्दा ठुलो ताल, हाम्रो जिल्लाको सचिवले अघि भन्नुभयो 7 किलोमिटर भनेर, मैले आग्रह गर्न चाहन्छु, इन्फर्मेसन ठुलो कुरा हो। यो 17 किलोमिटर ताल बन्छ, पोखराको तालभन्दा ठुलो ताल बन्छ। 17 किलोमिटर, 7 होइन 17 किलोमिटर। त्यो 17 किलोमिटरको ताल बनाएर पर्यटकीय हिसाब, होटल व्यवस्थाका हिसाब, अरू डेभलपमेन्ट निर्माणका चरणमा अरू हिसाबले 50 अरबको परियोजना यो क्षेत्रमा निर्माण गरेर करोडौं करोडको राजस्व परिचालन गरेर यहाँका बाटा घाटा, विद्यालय, सामाजिक उत्तरदायित्वहरू वहन गर्ने दिशामा
त्यो परियोजना उहाँको जिम्मेवारी कालमा हटेको छ। म सार्वजनिक रूपमा यसलाई खेद व्यक्त गरेको छु। अति रूपन्देहीको भैरवा एयरपोर्टमा विष्णु पौडेलजीसँग भेट भयो, अर्थमन्त्रीसँग। मैले उहाँलाई भने, म पौडेलजी तपाईँ देशभरि बजेट छर्नुभयो, तर म तपाईँलाई खेद व्यक्त गरेको छु, देशभरि बजेट छर्नेले स्याङ्जाको ठुलो परियोजना तपाईँहरूको रेडबुकबाट हटाउनुभयो। विगतका सबै सरकारले दिएको परियोजना तपाईँहरूले हटाउनुभयो। तपाईँ स्याङ्जाका हुनुहुन्थ्यो, लोकदर्शन स्याङ्जाका थिए, तर दुवै मिलेर आँधी खोला खानु हो। आँधी खोला हाम्रो मेरुदण्ड हो। यो बाहेक हाम्रो इकोनोमिक रूपमा चलायमान हुनेहरूको कुनै ठुलो परियोजना छैन। यो महाभूलका प्रति मेरो खेद छ भनेर डाक्टर मिलिन्द्र रिजालको उपस्थितिमा अनि एयरपोर्टका निर्देशक हुनुहुन्छ त्यो स्याङ्जाकै के नाम मैले आज बिर्सेँ, उहाँहरू दुईजना, त्यसपछि विष्णुजी हुनुहुन्थ्यो। अनि मिलिन्द्रजीले भन्नुभयो, ओ पौडेलजी तपाईँ त बोल्नु भएन पाण्डेजीसित। अनि मैले साहबलाई भने यस्तो कुरा तपाईँ नगर्नु होला, म उहाँलाई सम्मान गर्छु, तर उहाँले आँधी खोला खाएकोमा मेरो खेद छ। म मुद्दा बनाएर उठाउने छु, किनभने हाम्रो क्षेत्रको डेभलपमेन्ट त्यसमा अडेको छ भनेर मैले भनेको हुँ। अब यता लामो कुरा गर्न चाहन्न। अस्ति मिर्मीमा आएर बाटो निर्माण सबैका कुरामा गृह सचिवजी बोलेछन्। उनले भनेछन्, एउटाले बोलेर सिस्नोले चाहिँ पोल्ने, अरू केटाकेटीले के गरे मलाई थाहा छैन। मलाई दुईटा कुरा सुनाए। अब त्यो बोलेर सिस्नोले चाहिँ पोल्ने बनाएको उनको कर्म, उनले आँधी खोला नखाएको भए मञ्चबाट मैले विरोध गर्थेँ। तर अरबौं परियोजनामा 20-50 करोड छुट्याएको भए लोकदर्शनले छुट्यायो भन्थेन तपाईँ, विष्णु पौडेलजीले छुट्याउनु भयो भन्थ्यो। ऊर्जाको बेलामा टोक बहादुरले मद्दत गरे, त्यो बेला राधाले मद्दत गर्नुभयो, अरू ऊर्जा मन्त्रीहरूले मद्दत गरे, डाक्टर प्रकाश शरण महतले मद्दत गर्नुभयो। प्रकाश शरण महतको बेलामा देशभरिका 5वटा हाइड्याममा हाम्रो आँधी खोला पर्या। आज जति वर्ष बित्दै जान्छ, जति समय अगाडि जाँदै जान्छ, एमालेको सरकारले हाम्रो आँधी खोलाको मुटुलाई किनारा लगाए। अब हाम्रो मुटुलाई किनारा लगाउने राज्यको यस्तो सरकारलाई हामीले राख्नुपर्छ भनेर कसरी भन्न सक्छ? स्याङ्जाको त माने हो, एमालेको सरकार हट्नै पर्थ्यो, हट्यो। एमालेको सरकार हटाउनुमा धेरै कुराहरू छन्। किन एमालेको सरकार हटायो? काङ्ग्रेसले जवाफ दिन पर्छ अरे। काङ्ग्रेसले त जवाफै दिएर हटाएको, हटाउनु पर्छ भनेर हटाएको। त्यसका धेरै कारण छन्, मुलुकभित्रका कारण छन्, मुलुक बाहिरका कारण छन्, कूटनैतिक कुराहरू छन्, मुलुकभित्रका धेरै आर्थिक कुराहरू छन्, बजेटका कुराहरू छन्, विकास निर्माणका कुराहरू छन्, काङ्ग्रेसलाई क्षति पुर्याएका कुराहरू छन्। विभिन्न कारणले गर्दा एमालेको सरकारलाई सरकारबाट हटाए सके काङ्ग्रेसकै नेतृत्वमा बनाउनु पर्थ्यो, भएन भने काङ्ग्रेसले कसैको साथ लिएर बनाउनु पर्थ्यो। माओवादीको साथमा रह्यो, भोलि काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्छ। नयाँ निर्वाचन गर्न सरकार अगाडि बढ्नेछ। मलाई विश्वास छ नयाँ निर्वाचनपछि काङ्ग्रेसको नेतृत्वमा फेरि सरकार बन्नेछ। निर्माण र समृद्धिमा हामी हातेमालो गर्नेछौँ, विकास निर्माणमा हामी सबैसँग हातेमालो गरेर अगाडि बढौँला। म अरू ज्यादा कुरा गर्न गइन, म धेरै लामो कुरा यहाँहरूका बिचमा राखेँ। यहाँहरूले सम्झिदिनु होला, फेसबुकका मित्रहरूलाई अरू सबैले सम्झिदिनु होला। आउने 3 वर्षसम्म बाटो खन्दा 3 वर्षसम्म हिँडै हुन्छ। फर्केर अरूलाई गाली नगर्नु होला, गाली जति मलाई गर्नु होला। यो बजेट पर्यो, म समेत जो खटे, यी खट्ने साथी आज बोल्न पाउनु भएको छैन, ती साथीलाई गाली गर्नु होला कि बाटोको बजेट छुट्याएको हुनाले बाटो खन्दा हिँडो भयो, यो हिँडो पनि बनाउनु हुन्थ्यो भनेर बुझ बजाएर गाली गर्ने भए मैलाई गाली गर्नु होला। बाटो बनाउँदा हिलो हुन्छ, बाटो बनाउँदा धुलो हुन्छ, तर 3-4 वर्षपछि हाम्रो बाटो 8 मिटर चौडा, पुरा कालो पत्रे, रानीघाटको पुल पनि 8 मिटर चौडा, दोहोरो गाडी कुद्ने। बुटोलबाट यहाँ आउँदा हामीलाई 1 घन्टा बाटो, 30-35 किलोमिटर बाटो छोटो हुन्छ दक्षिणको यात्रामा। यो कुरा हाम्रा निम्ति अत्यन्तै नजिक छ। उत्तर दक्षिण लोकमार्गलाई पनि हामी यही ढङ्गबाट अगाडि बढाउने दिशामा छौँ। यो सङ्कल्प हो, यो अरू कसैको होइन, तपाईँहरूको हो, तपाईँहरूको मतको हो, तपाईँहरूको प्रेरणाको हो, तपाईँहरूको सहयोगको, तपाईँहरूको सद्भावको। त्यसैले हामीले यो निर्माणमा लागेका छौँ। हामी सबै मिलेर निर्माणको यो दियोलाई जोगाइरहनुपर्छ भनेर ठान्नुभयो भने बाटो बेलामा कालो पत्रे हुन्छ, पानीको पानी पनि आएर हाम्रा घर घरमा खाने दिन आरम्भ हुन्छ। म यही कुरा यहाँका बिचमा राखेर लौह पुरुष आदरणीय नेता गणेश मानजीको सुपुत्र प्रकाशमान सिंहजी, आदरणीय नेता जो भोलि यो मुलुकको प्रथम व्यक्तित्व बन्नुहुनेछ,
म त्यो सम्भावना देखेको छु। तर त्यो सम्भावना भएको व्यक्तित्वले राख्ने कुरामा मेरा बोलीले केही समय बढी लिए। उहाँलाई समय अभावले भए पनि यहाँहरू बसेर धैर्यतापूर्वक सुनिदिनु हुनेछ। यो अवसर विरलै बेलामा हामीले प्राप्त गर्छौँ। यस्ता सम्भावनाहरू अत्यन्तै कम बेलामा मात्रै हामीले यस्ता महत्त्वपूर्ण अवसरहरू प्राप्त गर्छौँ। घर जाने कुरा, घरको खाना खाने कुरा, सधैँ हाम्रा निरन्तर क्रियाहरू प्रतिक्रियाहरू, यसमा केही कुराहरू छैन। उहाँका महत्त्वपूर्ण वचनहरू हामीले सुन्नु छ। धैर्य भएर बसिदिनु होला। हाम्रा युवा नेता मान्यजीहरूको धेरै कुरा छ। डेभलपमेन्टमा उहाँहरूको जो मतलब सहयोग सद्भाव नेतृत्व हाम्रा लागि सदैव अविस्मरणीय छ, खाँचो छ। यसका निम्ति म सबैका प्रति आभार व्यक्त गर्न चाहन्छु। मञ्चमा भएका जम्मै साथीहरू जसले दुःख पाएर पनि यहाँ दुई शब्द राख्न पाउनु भएन, त्यहाँका प्रति मेरो भावना मैले मेरो मनदेखि सम्झेको छु। यो जिल्लामा, यो क्षेत्रमा, खास गरी यो क्षेत्रमा कसैलाई अन्याय हुन दिने छैन। पार्टीभित्र सबैको सम्मान, सबैको भविष्य सुदृढ गर्न म अभिभावक बनेर अगाडि बढ्ने क्षेत्रमा सदैव तयार छु। एकले अर्कालाई घोचेर पार्टीलाई क्षति पुर्याएर पार्टीको ठुला कुरा गर्ने परम्पराको अन्त्य गरौँ। काङ्ग्रेसको सच्चा सिपाही बनेर हामी अगाडि बढ्यौँ भने हाम्रो समृद्धि नजिक छ। फेरि पनि मञ्चमा आसीन सबै नेताहरूलाई हार्दिकतापूर्वक सम्मान गर्दै, हाम्रा प्रमुख अतिथिलाई विशेष सम्मान गर्दै, विशेष अभिवादन गर्दै हाम्रो दीर्घाको आत्मीय माया ममता, हाम्रो यो क्षेत्रको आत्मीय माया ममता स्याङ्जा सदैव सम्झिनु हुनेछ। सदैव मुलुकको समृद्धिको बेलामा, मुलुकको सर्वप्रथम तहमा पुग्ने बेलामा पनि स्याङ्जा मेरो हो भन्ने भावनाबाट कहिल्यै विचलित नहुन हार्दिकतापूर्वक आग्रह गर्दै तपाईँहरू सबैलाई शुभकामना दिएर बिदा लिन्छु। जय नेपाल।